नमस्ते सबैजनालाई। आज भिएन एपबाट भिडियो एडिटिङ सिकाउन गइरहेको छु। यो भिडियो हेरेपछि थोरै पनि सिक्न पाउनुभयो भने लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला। भिएन एपलाई अन गर्नु होला। प्लसमा क्लिक गर्नु होला अनि न्यू प्रोजेक्टमा फोटोमा क्लिक गर्नु होला। इमेज टेम्पलेटलाई सिलेक्ट गर्नु होला, क्लिक गर्नु होला। देखाइरहेको छ ओरिजिनल। अब रिसो सेलेक्ट गर्नु होला, राइटमा क्लिक गरिदिनु होला, फोटो एन्ड भिडियोमा क्लिक गर्नु होला। एउटा फोटोलाई सेलेक्ट गर्नु होला अनि फुल स्क्रिन गर्नु होला। यहाँ फिटमा क्लिक गर्नु होला। अब फोटोको ब्याकग्राउन्डलाई हटाउनु पर्ने हुन्छ। कटआउटमा क्लिक गर्नु होला, एकछिन वेट गर्नु होला अनि डनमा क्लिक गरिदिनु होला। हाम्रो ब्याकग्राउन्ड हटिहाल्छ। अब फोटोको लेयरमा क्लिक गर्नु होला अनि डुप्लिकेटमा क्लिक गरिदिनु होला। डुप्लिकेट भएछ यो। यसरी साइड मिलाउनु होला। यहाँनिर यसको मार्क्समा आउनु होला, लिनियरलाई सेलेक्ट गर्नु होला, दुईचोटि ट्याप गर्नु होला। अब यसरी तल सार्नु होला। त्यसपछि अब तीर जस्तो देखाइरहेको छ, यसरी सार्नु होला अनि राइटमा क्लिक गर्नु होला। अब चाहिँ फिल्टर गर्नुपर्ने हुन्छ। फिल्टरमा आउनु होला, यहाँ एडजस्टमा आउनु होला। सेचुरेसनलाई पुरै माइनस गरिदिनु होला यसरी अनि राइटमा क्लिक गरिदिनु होला। अब चाहिँ मिररमा आउनु होला, कपाल फर्किहाल्छ यता। अब एउटा भिडियो टेम्पलेटलाई एड गर्नुपर्ने हुन्छ। यही थर्ड नम्बरमा आउनु होला, फोटो एन्ड भिडियोमा आउनु होला। मैले यो टेम्पलेटलाई सिलेक्ट गरेँ। अब चाहिँ फिटमा आउनुपर्ने हुन्छ, फिट भइहाल्छ। फिट ब्लेन्डिङमा क्लिक गर्नु होला अनि स्क्रिनमा अनि राइट गरिदिनु होला। यो टेम्पलेटको कलर राम्रो लागेन, अलि कलर मिलाउनको लागि फिल्टरमा आउनु होला, फेरि एडजस्टमा आउनु होला। सेचुरेसनलाई हल्का यसरी गर्नु होला। यसलाई चाहिँ पुरा फुल गरिदिनु होला यसरी अनि डन गरिदिनु होला। अब चाहिँ चेक गरौँ है त कस्तो बनेको छ भिडियो। हाम्रो यो किसिमको बनेको छ। अब इफेक्ट हाल्न पनि सक्नुहुनेछ। यहाँनिर कति धेरै देखाइरहेको छ इफेक्ट। मैले चाहिँ इफेक्ट हालेन, तपाईहरू हाल्न सक्नुहुनेछ। अनि म्युजिक पनि हाल्न सक्नुहुनेछ। यहाँ देखाइरहेको छ माथि प्लसमा क्लिक गर्नु, म्युजिकमा माई म्युजिकमा क्लिक गर्नु होला। यहाँ देखाइरहेको छ यति धेरै बनाउन सक्नुहुनेछ भिडियो। अब चाहिँ एक्सपोर्ट गर्नको लागि यहाँनिर देखाइरहेको छ माथि, यहाँ त्यो जस्तो यसमा क्लिक गर्नु होला। अब तपाईँको मोबाइल कतिको सपोर्ट गर्छ यहाँनिर यसरी यसरी मिलाउनु होला। 720 मा मिलाउनुहुन्छ कि पुरै गर्नुहुन्छ कि यसलाई चाहिँ पुरा गरिदिनु होला। यसलाई चाहिँ 50 आसपासमा गर्नु होला यसरी अनि एक्सपोर्ट गरिदिनु होला। अनि डनमा क्लिक गरिदिनु होला। अब हाम्रो भिडियो कम्प्लिट भयो। यही स्टेप फलो गरेर बनाउनु होला। धन्यवाद है त।